आफ्नो श्रीमानसँग साँचो माया गर्ने स्त्री सधैँ भोलिमा कहडा हुन्छिन्। त्यस्तै स्त्री चाँडै रिसाउँछिन्, तर मनले सधैँ सफा हुन्छ। साँचो माया कहिले देखावटी हुँदैन, बरु त्यो माया गहिरो, दृढ र अन्तर्मुखी हुन्छ। श्रीमानप्रति असली माया राख्ने स्त्रीले कहिलेकाहीँ कठोर शब्द बोल्छिन्, कहिलेकाहीँ रिसको आगो देखाउँछिन्, तर त्यो केवल सुरक्षा, चाहना र माया देखाउने तरिका हो। उनीको रिस सतही हुन्छ, छिटो उठ्छ, छिटो हराउँछ, तर उसको मनको सफाई स्थायी हुन्छ। कहिलेकाहीँ उसले उठाएको स्वर कठोर लाग्ला, तर त्यो स्वरको पछाडि छ उसको पारदर्शी भावना, आत्मीयता र सम्मान। साँचो माया भएको स्त्री शब्दको कडाईमा नै आफ्नो प्रेमको सुरक्षा राख्छिन्। श्रीमानको गल्ती देख्दा, घरको भविष्यमा असुरक्षा देख्दा उनी चुप बस्दिनन्। उनी चुप बस्ने भन्दा साँचो चेतनाको आवाज उठाउँछिन्। रिसले उनलाई कहिल्यै अन्धो बनाउँदैन, सधैँ उसको मन सफाई, न्याय र साँचो मायाले भरिएको हुन्छ। उनी आफ्नो शब्द र कर्म मार्फत बताउँछिन्, म तिमीलाई माया गर्छु, तर तिमी सही बाटो हिँड। म तिमीलाई सम्मान गर्छु, तर झुट र असत्य स्वीकार्दिन। साँचो माया यस्तो हुन्छ जसले क्षणिक रिस देखाउँछ, तर स्थायी सुरक्षा, स्थायी प्रेम र स्थायी सम्मान दिन्छ। श्रीमतीको चिटिक्क परेको स्वर, कडा शब्द र चाँडो रिस, यी सबै केवल स्नेह, संरक्षण र जिम्मेवारीको प्रतिबिम्ब हुन्। त्यसैले जहाँ स्त्री चाँडै रिसिन्छन् त्यहाँ मात्र ध्यान दिनुपर्छ। उसको मन सफा, उसको माया अटुट र उसको भावना सधैँ जीवनसाथीसँग जोडिएको छ। साँचो माया त्यस्तो हुन्छ जब सधैँ बोलीमा कठोर तर मनमा अमूल्य, सधैँ रिसिलो तर हृदयमा निर्मल, सधैँ चुनौती दिने तर जीवनलाई सुन्दर बनाउने। श्रीमतीको यही विशेषता हो जसले जीवनको प्रत्येक क्षणलाई साँचो माया, सम्मान र सुरक्षा प्रदान गर्छ।